सशस्त्र हतियार बोकेर आएका, मान्छेको घाँटी काट्दै आएका, घर तहस नहस गर्दै आएका माओवादीले सम्म समाप्त गर्न नसकेको शक्ति हो रापरपा। त्यो भएको हुनाले अहिले केही पनि विचलित हुनु आवश्यक छैन। त्यो भएको हुनाले फेरि हामी जुट्छौँ, फेरि उड्छौँ। मुलुकको खातिर, राष्ट्रियताका खातिर हामीले स्पष्ट भनेका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर भनेर हाम्रो पार्टी अध्यक्षको कसमका साथ हामी यहाँ बढेका छौँ। यसमा कसैले आपत्ति मान्नुपर्ने अवस्था छैन। हो, यो जीवन्त पार्टी हो। जीवन्त पार्टीमा विभिन्न उतार चढावहरू हुन्छन् र यो प्रजातान्त्रिक पार्टी हो। प्रजातान्त्रिक अभ्यासलाई हामीले अवलम्बन गर्न सक्नुपर्दछ। यदि हामीले ल भन्नुहोस् न, उदाहरणका लागि जुम्लामा मेरो कति आयो? 14,000। खसेको कति हो? 41,000। 14 - 41 गर्नु त सबै बाँकी त मेरा विरुद्धमै भोट हाले हो नि त। अब मैले ती मेरा विरुद्धमा भोट हाले मान्छेलाई मैले तिनका कुरा सुन्दिनँ भनेर हुन्छ? मैले त घोषणा गरिसकेँ, चुनाव जितेका दिनदेखि म सबको साझा व्यक्ति हो। चुनावको अघिल्लो दिन पो म रापरपाको उम्मेदवार भएर आएँ। चुनाव जितिसकेको सरकारी तलब खाता पक्को सबको साझा हो नि त। हो, त्यस्तै यो पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानका साथ अगाडि बढाउन सक्नुपर्छ। यदि त्यो सकेनौँ भने भोलि हामीमा के हुन्छ भने भोलि ममा पनि तानाशाही प्रवृत्ति हुनसक्छ। यो एउटा सिकाइ हुँदै जान्छ। त्यो सिकाइले भोलि हेर्नुहोस् अप्ठ्यारो अवस्थामा पार्छ। त्यो भए हुनाले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँसम्म पुगेको छ। मेरो अरू केही पनि भन्नु छैन, दायाँ बायाँ कुरा केही पनि छैन। आश गर्नुहोस्, जो जहाँ छौँ त्यहीबाट खट्यौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशका सांसदहरू हुनुहुन्छ, स्थानीय तहमा चुनाव जितेका छौँ, सङ्घमा छौँ। यो राष्ट्रिय पार्टी हो, राष्ट्रिय पार्टी बनेको छ। त्यो भएको हुनाले अहिले हेर्नुहोस् त, अहिले भ्रष्टाचारका काण्डहरू आए, फाइलहरू आएका छन्, तर राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वप्रति अहिलेसम्म एउटा प्रश्न उठेको छ। त्यो भएको हुनाले हामीले इमान्दारीका साथ अगाडि बढ्छौँ। त्यसमा कोही कसैले पनि आपत्ति नमाने हुन्छ। त्यही भए हुनाले म अहिले पनि यो विशेष गरेर आज हाम्रो पार्टीभित्रकै कार्यक्रम भएको हुँदा देश विदेशमा छरिएर बस्नुभएका शुभचिन्तक, नेता, कार्यकर्ता सबैलाई मेरो अपिल र अनुरोध के छ भने राष्ट्रवादको महाअभियानमा, राष्ट्रवादीको महान कित्तामा श्री 5 बडा महाराज पृथ्वीनारायण शाहले देखाएको दिव्य उपदेशको बाटोमा हामी 1 इन्च पनि डगमगाउँदैनौँ। यसका लागि हामी आत्मसात गरेर अगाडि बढ्छौँ। तर तपाईँहरूको धैर्यता आवश्यकता छ। त्यो धैर्यताका साथ रापरपाको शक्तिमा अगाडि बढ्नका लागि म अपिल गर्न चाहन्छु। म त्यही हो, अरू केही छैन। के छ र? हो, हामीले केही कमी कमजोरी गरेको होला, यो हामीले स्वीकार्नुपर्छ। किनभने जनताले त हामीलाई पत्याएन नि, यो त हामीले स्वीकार्नु पर्यो नि त। हो, ती हाम्रा कमी कमजोरीहरू के हुन्? ती कमी कमजोरीलाई हामीले अहिले करेक्सन गर्ने। हामीले अहिले युवा पुस्ताको माग के हो? अहिलेका युवा पुस्ताहरूले के खोजिरहेका छन्? यहाँ पार्टीसँग विमति होइन, उम्मेदवारसँग विमति छ। तपाईँलाई आज भन्नुहोस् त, नेकपा एमाले भित्रका यदि पार्टी नै खत्तम भएको भने एमालेका युवाहरूले कसरी जित्न आउने? खै त एमालेका युवाहरूले जितेर आछन्। जस्तै उदाहरणको लागि क्षितिज थेबेले जितेर आउनु। हामीले कहीँ कतै केही कमी कमजोरी गरेका छौँ कि भने त्यो आत्मसमीक्षा हो। आत्मसमीक्षाका साथ अगाडि बढौँ। के भएको छ? हामी एकजुट बन्नुपर्ने अवस्था हो। यतिखेर अहिले फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्ने हो र अहिले एकसाथ अगाडि बढ्नुपर्ने हो। र यदि सबैभन्दा बढी कसैसँग राजनीतिक एजेन्डा यदि छ भने त्यो रापरपासँग छ, अरू कसैसँग छैन। तपाईँले हेर्नु भएको छ, आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने कुरा त हामीले संसदमा उभिएरै भनिसक्यौँ। तपाईँहरूको 182 सिट आएको छ। प्रदेश संरचना खारेज गर्नुहुन्छ, हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य स्थापना गर्नुहुन्छ, राजा सहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ। नेपालको संविधान संशोधन गर्न तपाईँलाई सिट पुगेन भने 5 वटा सिट हामी दिन्छौँ। 187 पुग्छ, संविधान संशोधन गरौँ भनेर हामीले घोषणा गरिसकेका छौँ। त्यो भए हुनाले यो शक्ति, यो एजेन्डा हो। यो एजेन्डा मरेर मर्दैन। तर अहिले जम्मा के हुनु पर्यो भने नेता तथा कार्यकर्तामा अपिल हुनु पर्यो र राष्ट्रिय प्रजातन्त्र पार्टी भ्रष्टाचारका विरुद्धमा, सुशासनको पक्षमा हिजो पनि लड्दै आएको थियो, आज पनि लड्छ र भोलि पनि लडिरहन्छ। त्यो भएको हुनाले यसमा कसैले नचिताए हुन्छ कि रापरपाको 5 वटा सिट छ, अहिले केही गर्न नसक्ला भने नचिताए भन्छ। मैले अस्ति नै भनिसकेँ, संसद भनेको सङ्ख्याले गन्ने कुरा होइन, संसद भनेको भूमिकाले गर्ने कुरा हो। कसले कति भूमिका खेल्न सक्छ भन्ने कुरा हो। त्यो भएको हुनाले हामीले भ्रष्टाचारका विरुद्ध, सुशासनको पक्षमा देशव्यापी रूपमा हामी जान्छौँ र हामी लाग्छौँ। जनताका मुद्दा, राष्ट्रियताको मुद्दामा 1 इन्च पनि नडगमगाई
हामी खडा हुन्छौँ, तर पार्टीका नेता तथा कार्यकर्ताको साथ र सहयोग छैन। बस यति मेरो भन्नुपर्छ, अरू केही पनि छैन। र आज कार्यक्रम राख्नुभयो, यसका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। तर सबै नेता तथा कार्यकर्ता दाजुभाइ दिदीबहिनीहरूलाई र अपिल गर्न चाहन्छु, र यसो पनि नसोचिदिनु, हामी संसदमा चुप्प लागेर बस्छौँ जस्तो होइन। हामीले संसदमा संसदीय अभ्यास पूर्ण रूपमा हामी पालना गरेर अगाडि बढ्छौँ र हाम्रा एजेन्डा संसदको रोस्टरमा उभ्याउँछौँ र उठाउँछौँ पनि। त्यसमा हामी 1 इन्च पनि डगमगाएर पछाडि हट्दैनौँ। तर अनि युवा साथीहरूलाई अपिल गर्न चाहन्छु, कोही अलिअलि आत्तियो जस्तो देखिन्छु कहिलेकाहीँ, तपाईँहरू नआत्तिनुहोस्। आत्तिनुपर्ने कारण छैन। उकाली हिँडेपछि ओह्राली अवश्य आउँछ, उकाली चढ्यो भने ओह्राली अवश्य आउँछ, हिँड्यो भने ठेस लाग्छ, भात खायो भने सीता रहन्छ। यो चुनाव हो, चुनावमा हुमियौँ, लड्यौँ, मेहनत गऱ्यौँ, दुःख गऱ्यौँ, परिश्रम गऱ्यौँ। जसले जहाँ गऱ्यौँ, तपाईँले 100% आफ्नो मेहनत गर्नुभयो। त्यो मेहनतका लागि म तपाईँलाई रापरपाको तर्फबाट, संसदीय दलको तर्फबाट म तपाईँलाई स्यालुट गर्न चाहन्छु। तपाईँलाई म यसमा इमान्दारका साथ तपाईँलाई म अर्पण गर्न चाहन्छु, किनभने तपाईँहरूको मेहनत सामान्य थिएन। त्यो मेहनतलाई अब लहर ल्याउने बेला भएको छ, त्यो मेहनतलाई अब आश पुर्याउने बेला भएको छ, त्यो मेहनतलाई सङ्घर्षमा अगाडि बढाउने बेला भएको छ, त्यो राष्ट्रवादी कित्तालाई एकपटक यो देशमा फेरि उभ्याउने बेला आएको छ। त्यो उभ्याउँदाखेरि तपाईँहरूको खाँचो पर्छ, तपाईँहरूको साथ चाहिन्छ, तपाईँहरूको समर्थन चाहिन्छ। त्यसका लागि अहिले कसैले पनि आत्तिएर अप्ठ्यारोमा परेर हिँड्नुपर्ने अवस्था छैन। सबै एकजुट बनौँ र सबैले पार्टी अध्यक्ष हुनुहुन्छ, अध्यक्षको नीति नियम र अनुशासनमा पालना गरौँ, एकजुट बनेर अगाडि बढौँ। र सचिवालयलाई मैले फेरि पनि भने, यो प्रजातन्त्र पार्टीको प्रजातान्त्रिक अभ्यासलाई अवलम्बन गरौँ स्पष्टका साथ। किनभने म आज देख्न चाहन्थेँ पार्टीका विरुद्धमा गएका साथीहरू पनि यो मञ्चमा होस्, किनभने उनीहरूको कुरा पनि सुनौँ हामी, के फरक पर्छ। गएका छन् भने भोलि विभिन्न हाम्रो अनुशासन समितिहरू छन्, पार्टीको विधान छ, पार्टीको नीति छ, त्यसमा गर्ने कुरा छँदैछ। तर समस्या कहाँनिर आउँछ भने कहिलेकाहीँ गुनासो हुन्छ, तपाईँको सचिवालयले हामीलाई बोलाइदिएन भन्छ। त्यसो होइन, यो पार्टी सबैको साझा हो। है त्यसरी जाउँ। मेरो त्यही अपिल गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। अब अलिकति मैले तपाईँहरूलाई यो कुरा गर्दै गर्दा अलिकति तितो लाग्यो होला, तितो लागे पनि अलिकति पचाइदिनुहोस्, किनभने हाम्रोतिर चिनाइको तितै हुन्छ, त्यो तितोले फाइदै गर्छ, घाटा गर्दैन। त्यसैको साथ अगाडि बढौँ, सबैलाई आत्मसात गर्दै धैर्यताका साथ। र अनि सम्पूर्ण देशवासीलाई म के अपिल गर्न चाहन्छु भने, सुशासनका पक्षमा अहिले जुनसुकै होस्, सरकारले चालेका कदमहरूप्रति, हामी सरकारले चालेका सकारात्मक कदमप्रति हाम्रो साथ र समर्थन छ। हामी साथ र समर्थनका साथ अगाडि बढ्छौँ। तर अहिले जसरी मूल्य वृद्धि भएको छ, आज जसरी आज तराईमा आज तपाईँको 250 रुपियाँसम्म टाढा जानु पर्दैन, 2 किलो चिनी ल्याउने मान्छेलाई समाति कुटिएको छ। अहिलेको सरकारलाई र अहिलेको गृहमन्त्रीलाई म आजको यही मञ्चबाट भन्न चाहन्छु, तराईका ती दाजुभाइहरू आफ्नो चेलीबेटीको विवाह व्रत बन्द गर्नलाई, आफ्नो 2 किलो चिनी खानका लागि, 2 किलो तरकारी ल्याउनका लागि नेपालमा चिनी उत्पादन त छैन नि त, पर्याप्त मात्रामा छैन नि त। आज बोर्डरमा तानेर राज्य छैन भने जस्तो गरी नेपालका नागरिकप्रति जुन कुटपिट गरिएको छ, त्यो कुटपिटको म घोर भत्सना गर्दछु। सरकारले छिटै नयाँ कदम चालोस्।